दाई, तिमीले शब्दमा कहिल्यै प्रेम देखाएनौ, तर मलाई सबैभन्दा बढी प्रेम तिमीले नै गर्यौ। आमाले थाहै नपाई छोराछोरी बीच गर्ने प्रेमको दूरी तिमीले थाहै नदी पुरिदिन्थ्यौ। कहिले बाको अनुहार बनेर मेरो भरोसा र बल बनिदिन्थ्यौ, त कहिले तिनै बाको अनुहार छलेर मेरो सपना र रहरको साथी। आफू जिम्मेवार हुनु अगावै तिमीलाई राम्रोसँग थाहा थियो कि तिम्रो म प्रतिको जिम्मेवारी। आफ्नो भविष्यभन्दा मेरो भविष्यको बारेमा चिन्ता गर्न तिमीलाई बाले सिकाएकै हैनन्। तिमी तिहारमा मात्रै होइन, मेरा जीवनका ती हारहरूमा पनि यसरी साथ दियौ कि जसरी निधारले सप्तरङ्गी टिकालाई ठाउँ दिन्छ। मलाई सबैभन्दा पीर बा आमाको लाग्थ्यो र मलाई अन्माउने बेलामा अरूले खुसी हुनु भन्दै पठाए, तर तिम्रा आँखाले बोलिरहेका थिए, बा आमाको पीर नगरिस्, म छु नि। अब सायद बा आमा पछि पनि मलाई जीवनभर मेरो जन्मघर भएको सम्झना तिमीले नै दिलाउने हो र मलाई मेरो कर्मघर र जन्मघरलाई मखमली माला जसरी तिमीले नै मिलाउने हो। दाई, तिमी दुःख सुख साट्ने साथी हौ, भरोसा र बल दिने बा हौ, प्रेम र आफ्नोपन दिने आमा हौ, मेरो हिम्मत र सुरक्षाको भर हौ, अनि तिमी मेरो लागि जीवनभर सिंगै घर हौ।